नमस्कार सबैजनालाई। म आज एउटा कथा सुनाउन गइरहेको छु। एउटा गाउँमा एकजना मान्छे बस्दा रहेछन्। उनी चाहिँ अलि धर्म कर्ममा बढी विश्वास गर्ने रहेछन्। एक दिन बर्सातको समयमा पानी आएछ। ठुलो पानी आइसकेपछि उनको घर डुबाउन थालेछ। उनी घरको छानामा गएर बसे र भगवानलाई प्रार्थना गर्न थाले, भगवान मलाई बचाउनुहोस्। त्यसपछि एकजना छिमेकी बोट लिएर आएछन्, ढुङ्गा लिएर आएछन्। ढुङ्गा लिएर आइसकेपछि म तिमीलाई बचाउन चाहन्छु, ल हिँड तिमी बाहिर भनेछन्। र उनले भनेछन्, होइन, मैले भगवानसँग प्रार्थना गरेको छु, भगवानले मेरो प्रार्थना सुन्नुहुन्छ, म तिमीसँग जान्न भनेछन्। उनी फर्केछन्। फेरि केही समयपछि अर्को एकजना स्टिमर ढुङ्गा बोट लिएर आए। अनि उनीहरूले धेरैजनाको टोली, उद्धार टोली आयो। ल होइन, हिँड, तिमी अब यसमा सेभ छैनौ, जाउँ भन्दा उनले फेरि भनेछन्, होइन, म भगवानको एकदम प्रार्थना गरेको छु, गड विल सेभ मी, मलाई भगवानले बचाउनुहुन्छ, म प्रार्थना गरेछु भनेछन्। उनी पनि फर्के। अब केही नभइसकेपछि पानी ठुलो आयो, उनी डुबेर मरे। मरिसकेपछि भगवानसँग भेट भएछ र भगवानले उनले सोधेछन्, मैले यत्रो प्रार्थना गर्दाखेरि पनि तपाईँ मलाई बचाउन किन आउनु भएन भनेर भनेछन्। अनि भगवानले भनेछन्, त्यो को हो र? पहिले ढुङ्गा लिएर आएको मान्छे, पछि चाहिँ त्यो अर्को स्टिमर लिएर आएको मान्छे को हुन्? मैले पठाएको त हो नि। तिमी त्यतिखेर तिनीहरूसँग आएको भए त बाँच्थ्यौ नि भनेछन्। त्यही भएर भन्ने गरिन्छ, पहिलेको आज्ञा पछिको भाग्य। कृपया धेरै कुराहरूलाई सम्झिनुहोस्। यसले पनि धेरै सन्देश दिएको छ। धन्यवाद। सुन्दै रहनुहोस्।